जीवन सजिलै हुने भए त घरमै सुतेर बसे भएन र। सपना पूरा गर्न त पक्कै पनि सहज छैन नि है। यदि साँच्चै म मेरो सपना पूरा गर्ने सोच राखिरहेको छु, त्यो अठोट राखिरहेको छु भने म उठ्नु पर्यो नि, म जाग्नु पर्यो नि है। अनि मलाई थाहा छ त्यो सफलता पाउनलाई एकदमै धेरै च्यालेन्जहरू आउँछ, एकदमै धेरै कठिनाइहरू आउँछ। तर मलाई यो पनि थाहा छ कि त्यो सबै कुराहरूसँग मैले फेस गर्नुपर्छ, म लड्नुपर्छ, तब मात्रै मेरो भोलिको दिन राम्रो हुनेछ। त्यही भएर आज मेरो जीवनमा सङ्घर्ष आयो भनेर म हार चाहिँ खान्छु अनि म थाक्दैन पनि। त्यति बेला एउटा मात्रै कुरा सम्झिनेछु कि मलाई जति धेरै मेरो लाइफमा च्यालेन्जहरू आउँछ त्यति नै राम्रो मेरो भोलिको दिन हुनेछ। त्यसको लागि चाहिँ आजको यो च्यालेन्जहरूले मलाई सिकाउनेछ